क्युआर सम्बन्धी एउटा फन्डा पनि आइरहेको छ। क्युआरबाट चाहिँ पैसा सङ्कलन गरेको हिनामिना गरेको भन्ने विषय आएको छ। तपाईँलाई के होइन, त्यो भन्दा मलाई अलिकति अरू कुरा पनि थाहा छ। अब भनिदिउँ न तपाईँ। भन्नुहोस् अब आज। पहिला उहाँ नक्कली माओवादी बनेर पैसा उठाउने मान्छे रहेछ। अर्क साम्पाङ नक्कली माओवादी बनेर पैसा उठाउने एक किसिमको गुन्डागर्दी गर्ने मान्छे। अनि माओवादीले थापा र वाइट चिरले कुटेर नि उहाँलाई उहाँका ती छाला छिलेका थिए अरे। माओवादीले साला नक्कली माओवादी बनेर पैसा उठाउँछस् भनेर त्यसरी कुटाइ खाएको भनेपछि उहाँको ब्याकग्राउन्ड कहाँबाट आउनु भएको रहेछ भन्ने बुझिहाल्नुभयो। अनि पछि के गर्नुभयो भने त्यहाँ सुम्निमा पारुगाउँ के त्यहाँ बनाउने सालिक बनाउने के बनाउने भनेर उहाँ त पैसा उठाउन पहिल्यैदेखिको त खेलाडी रहेछ मान्छे त। ब्रिटेनतिरबाट पैसा उठाएर 5 करोड आयो। लाउरेहरूले धेरै पैसा दिए, उनीहरूले दिए। अब गरोस् न त, हाम्रो जनजातिको छोरा आएको छ, अब केही गर्छ बनाऊ भन्ने उनीहरू दिलदार हुन्छन्। अनि नेपालबाट पनि 9 करोड गर्दाखेरि 14 करोड रुपियाँ उठेको छ अरे। अब एक्ज्याक्ट फिगर त सम्बन्धित निकायसँगै थाहा होला। 14 करोड मध्ये उहाँले 3 करोडमा एउटा शालिग जस्तो बनाएर कसैले नदेख्ने ठाउँमा कुनातिर काम राख्नु भएको छ अरे। अरू सबै झ्याम पारेको कुरो आएको छ। खबरदार, अख्तियार सरकारले खोज गृहमन्त्री र सम्बन्धित निकायलाई प्रोफेसर डाक्टर रामप्रसाद उप्रेतीको विनम्रतापूर्वक अनुरोध, त्यो नाममा उठाइएको पैसा भ्रष्टाचार गरेको रहेछ भने सबका पाता कस्नुपर्छ। अहिले म सुन्दैछु र म स्याबास भन्छु अहिलेको सरकारलाई। उपचारका नाममा नेपाली जनताले सिटामोल किन्न पाएका छैनन्, झाडा पखालाबाट मर्या छन्, बच्चा पाउन नसकेर सुत्केरी आमा मर्या छन्। यिनीहरू उपचार गर्न सिङ्गापुर, जापान, अमेरिका राज्यको पैसा दोहन गरेर लुटेका थिए। फिर्ता गराऊ सरकार भनेका थिए।